प्रिय झोले साथीहरू, होइन तपाईँहरूले के को झोल खाला हो यस्तो 3 पुस्तेसम्म लट्ठ भएर हिँड्नुभएको? बाजेले समाएको पार्टी नातिको पालामा आइपुग्दा पनि जस्ताको त्यस्तै बनाएको छ, देश झन् ओह्रालो गतितिर लागेको छ। तपाईँहरूले छोड्नै हुन्न त अनि? बडो अचम्म छ। अझै पनि जिन्दाबाद भन्दै हिँडिराख्नु भइरहेछ त्यही एमाले काङ्ग्रेसका पछाडि। देश बनाउने कसले, कहिले? अब बनाउने बेला भएन? अब नसाले कागती पानीहरू लाएर भए पनि नसा छोड्नु पर्यो क्या? त्यो झोलको नसाबाट मुक्त हुनु पर्यो तपाईँहरू। बिजोग भयो तपाईँहरूले गर्दा अरूले दुःख पाइरहेछन् यहाँ। हुन त बाध्यता पनि होला नि त तपाईँहरूलाई। फेरि बिजोग छ। एउटा सिनको भाँचेर दोडा नपारिकन 3 पुस्तालाई राजकीय जिन्दगी जिउन पुर्याइदिएका छन् बाहरूले मिलाई। फेरि दसैँका मुखमा ज्यान्जीको नाममा कुवा आएर हुरी बतास जस्तो उडाएर स्वाटै लिएर गयो। छोराले बुलेट र छोरीले आइफोन किन्ने सपना बोकेका थिए होलान्। कहाँ कुन ठेकेदारले पैसा दिन्छ र उनीहरूको सपना पुरा गरिदिउँ भनेर पर्खेर बस्नुभएको तपाईँहरू। जेन्जी पुस्ताको सरकारले ठेकेदारको ठेकाको टेन्डरको पुरै प्लटै बन्द गरिदियो। अब हरिबिजोग भइगयो नि। पिउनदेखि हाकिम हुँदै मन्त्रीसम्म काम नगरिकन 3 पुस्ते जिन्दगी पालेकाहरूलाई त यो जतिको औडा कहाँ भएको छ र? अब मर्नुभन्दा बौलाउनु बेस भने चाहिँ तपाईँहरू बौलाउन थाल्नु भइरहेछ सडकमा निस्केर। बिजोग, हरिबिजोग भयो। विदेश जाउँ काम गर्ने जाँगर छैन, गरेको छैन जिन्दगीभरि काम। सिनको नभाचेपछि विदेशमा त्यत्तिकै बसेर कुर्सीमा हल्लिएका भरमा पैसा आउँदैन? लाज पनि हुन्छ नि त। हिजो वार्ड अध्यक्षको छोरो गरिब इमान्दार साथ काम गर्ने मान्छेलाई खुकुरी हल्लाएर चिन्छस् म को हुँ, मेरो बाउ कहाँ छ भनेका भरमा, धम्क्याका भरमा हल्लिएर आइफोन बोकेर बुलेटमा चढेर हिँडेको सपनाहरू अब अहिले चकनाचुर बनाइदिएका छन् जेन्जी पुस्ताले। योभन्दा हरिबिजोग केही भएन। जिन्दगी तिमीहरूको कुत्ताकै भयो, काम छैन। नेपाल विकास तिमीहरूले हुन दिँदैनौ भन्ने कुरो कन्फर्म छ। तर सरकारले अलिक कडा रूपमा जानु पर्यो, कडा नीतिहरू लिएर आउनु पर्यो। यस्ता यी झोले पार्टीहरूलाई बडाङबुडुङ बनाएर पछार्नु पर्यो क्या? ल्याएर सडकमा पछार्ने हो कि जेलभित्र पछार्ने हो? के हो त्यो? हिजो युवाहरू मारेका मान्छेहरू, मारेका आरोप लागेका मान्छेहरू आज मञ्चमा भिआइपी सुरक्षाका साथ भाषण गर्दैछन्। यस्तो तरिकाले देश कसरी बन्छ? तपाईँहरूलाई ल्याउनुको के अर्थ? एक्सनमा आउनु पर्यो क्या? सरकार सबै संयन्त्र आफ्नो हातमा भएपछि पनि अपराधीलाई एक्सन लिन सकिँदैन भने किन बसिराख्नु र? त्यहाँ निस्किएर बाहिर निस्केर सर्वसाधारण भएर बसे भइगयो नि। के कारणले त्यहाँ तपाईँहरूलाई लानु? आन्दोलन गरेर मान्छे मारेको मन्त्री बनाउनका लागि मात्रै हो कि काम गर्न पनि हो? काम गर्नु पर्यो।